धेरै धेरै सम्मान सहित गुरुदेवलाई अब मन नलाई हामी बिदाई गर्दैछौँ। अनेकौं मूर्धन्य कर्म गर्नुभएको छ, जुन कर्मलाई हाम्रा मुखारबिन्दबाट जति वन्दना गरे पनि, जति प्रशंसा गरे पनि अपुरो हुन सक्छ। मैले त्यसैले भन्ने गर्छु, बहुजाति, बहुभाषा, बहुसांस्कृतिक हाम्रो वेद र विज्ञान अनि प्रविधिले सिङ्गो मुलुकलाई एउटा घर बनाएको छ। हामी यही सिङ्गो घरमा बस्ने एउटा परिवार बनेका छौँ। हो सज्जन, आज हरेक युगले हरेक व्यक्ति र हरेक प्राणीलाई जन्म दिन्छ। इतिहासका कालखण्डमा हेर्ने हो भने मानिस जन्मन्छ, जन्मसँगै पछि मृत्युवरण गरेर जान्छ। सामान्य मानिसको मृत्यु सामान्य तरिकाले भएर जान्छ, तर विशिष्ट मनुष्यको मृत्यु हुँदैन कहिले पनि। विशिष्ट मनुष्यले आफ्नो जन्मसँगै युगलाई जन्म दिन्छ र मृत्युसँगै युगलाई नयाँ युगान्तकारी अभियानमा अगाडि बढाउँछ र अमरत्व कायम गरेर अगाडि बढ्छ। र साँच्चीकै त्यस्तै अमर युग पुरुषका रूपमा हामीले कसैलाई मान्दछौँ सनातनले भने स्वर्गीय नारायण पोखरेल गुरुदेवलाई मान्दछौँ, जसले आफ्नो मृत्युसँगै यो युगलाई नयाँ मार्गमा डोहोऱ्याएर अगाडि बढ्नुभयो। शरीर भौतिक शरीर नरहे पनि उहाँ हाम्रो बिचमा कहिले मर्नु भएको छैन, अमर हुनुहुन्छ। त्यसको एउटा मात्रै उदाहरण तपाईँको गाउँ घर छेउमा भएको मन्दिरमा बिहान उठ्नुहोस्, नारायण पोखरेल गुन्जयमान हुनुहुन्छ। साँझ सुत्नुभन्दा अगाडि नारायण पोखरेल गुन्जयमान हुनुहुन्छ। हाम्रा प्रवचनमा नारायण पोखरेल गुन्जयमान हुनुहुन्छ। त्यस्ता युग पुरुषको एकमात्र सुयोग्य सुपुत्र, जसले पिताश्रीको निधन पछाडि मैले अब आफ्ना व्यक्तिगत स्वार्थ, मैले आफ्ना व्यक्तिगत रहरहरूलाई मारेर पिताजीको अभियानलाई अगाडि बढाउनु पर्छ, पिताजीको अभियानलाई अगाडि बढाउनु नै म सच्चा पिताजीको छोरो भएको ठहरिन्छ भन्ने सोचेर सबै चिज छोडेर शास्त्र अध्ययन गरेर पिताश्रीको सपनालाई र त्यो स्वप्नलाई पूर्ण गर्नका निम्ति आफ्ना व्यक्तिगत रहरहरू मारिदिनु भयो। स्वर्गीय नारायण पोखरेल गुरुदेवको सम्झनामा सारा विश्व सनातनीले एउटा उपहार पाएका छन्, जुन उपहार आफ्नो कहिले ठान्नु भएन, पिताश्रीप्रति समर्पित गर्नुभयो र पिताश्रीको माध्यमबाट सारा सनातनीलाई समर्पण गर्नुभयो। रात दिन भोक प्यास केही नभनी अहोरात्र खट्नुभयो र वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल गुरुदेवले रामकोटमा अहिले बद्रीनारायण धाम सारा भक्तहरूलाई उपहार स्वरूप प्रदान गर्नुभयो र सारा भक्तहरूलाई बद्रीनारायण धामको प्राण प्रतिष्ठा गरेर अहिले साराहरूलाई दर्शनको लागि द्वार खोलिदिनु भएको छ। त्यो पनि केवल आफ्नै पिताजीको नाममा समर्पित गर्नुभएको छ। मैले बार बार भन्ने गरेको छु, दीनबन्धु गुरुदेव हजुर पूज्य नारायण पोखरेल गुरुदेवको मात्रै छोरा होइन, अब यो धरतीको छोरा, यो धरतीको पुत्र, सनातनीको गौरव हो। एकपटक सारा सनातनीवासीले सम्मान स्वरूप जोरदार ताली बजाइदिन म निवेदन गर्न चाहन्छु। धेरै धेरै सम्मान सहित गुरुदेवलाई अब मन नलाई हामी बिदाई गर्दैछौँ र अब आरती गरेर गुरुदेवलाई यहाँबाट हामीले ससम्मानपूर्वक बिदाई गर्दैछौँ। हजुरले लिएको ठुलो अभियान छ, त्यो अभियानमा सँगै हुन पाऊँ र साँच्चीकै बाल योगेश्वर विजय श्री कृष्ण मूर्तिजी महाराजजी र दीनबन्धु पोखरेल गुरुदेवको यो कस्तो राम्रो मित्रता, कस्तो राम्रो सौहार्दता, कस्तो राम्रो आदरता हामीले पाएका छौँ, यो सदा सर्वदा रहिरहोस्। साँच्चीकै भन्ने हो भने सत्पुत्र यस्तालाई भन्छन्, किनकि जसले पिताजीको अभियानलाई अगाडि बढाउन अगाडि थाल्नुभयो, अगाडि बढ्नुभयो। त्यसैले म वाचन प्रवीण पण्डित श्री दीनबन्धु पोखरेल गुरुदेवलाई एकपटक सबैले जोरदार ताली सम्मान गर्न निवेदन गर्न चाहन्छु। गुरुदेवले जुन खालको कर्म गर्नुभएको छ अत्यन्तै सराहनीय छ। वाचन गर्ने गुरुहरूलाई पनि काम लाग्छ, ध्यान दिएर सुन्नु होला। किनभने वाचन पुरातनवादी ढङ्गबाट गर्ने होइन, अहिलेका युवालाई
सुहाउँदो ढङ्गबाट युवाले के चाहेको छ अहिलेको आधुनिक विज्ञानसँग मोडर्न साइन्ससँग जोडेर गर्ने। यही हो वाचकको धर्म। वाचकले अहिले त 3 महिना ट्रेनिङ गरेर चाहिँ वृन्दावनमा गएर वाचक बन्ने चलन छ। 3 महिना ट्रेनिङले हुन्छ। वाचक बन्नका लागि व्यासमा चढ्नका लागि 10 वर्ष साधना गर्नुपर्छ। भागवत मात्र अध्ययन गर्ने होइन, विश्वको हरेक दर्शन अध्ययन गर्नुपर्छ। अहिलेको भौतिकवादी विचारधारा मार्क्सवाददेखि अलि डिकन्स्ट्रक्सनिजम भन्छ, विनिर्माणवादसम्म अध्ययन गर्नुपर्छ। प्रश्न के छ भने सोध्नु होला। म जान्ने छु भनेर भन्न खोजे होइन कि हाम्रो धर्म युग सुहाउँदो, यसलाई समयानुकूल शास्त्रको व्याख्या गर्न सक्यो भने अर्को पुस्ताले हाम्रो धर्म संस्कार संस्कृतिलाई अनुशीलन गर्छ, अवलम्बन गर्छ, अङ्गीकार गर्छ। नभए हाम्रो पुस्ता पार गरेपछि यो धर्मलाई अनुशीलन गर्ने, धर्मलाई अङ्गीकार गर्ने कोही पनि हुँदैन। यो अध्यात्म विज्ञान र भौतिक विज्ञान दुईटैको विषयको अनुसन्धान गर्ने यसको अध्येता, यसको प्रणेता भनेको भगवान कृष्ण हो। ध्यान दिएर सुन्नु। यही विषय भागवत सुन्ने महाराज परिषदलाई सुखदेव स्वामीले गङ्गाधरको सान्निध्यमा भगवान परब्रह्म परमात्मा प्रभुको दिव्य महिमाको बारेमा बडो गम्भीर बाणीमा सम्बोधन गर्नुभयो। अब कृष्ण भने के? पहिला कृष्णको अर्थ जान्नुहोस्। हरेक विधामा लागेका व्यक्तिले कृष्णको बारेमा जान्न जरुरी छ। वाट इज कृष्ण? ध्यान दिएर सुन्नु होला। अब कृष्ण भने के भन्ने विषयको लागि कृषि तद भक्ति बचनो दासे वाचक कर्षति आकर्षति सर्वान् जनांश कृष्ण। कृष्ण भनेको त्यही हो। संसारमा विद्यमान हरेक विषयलाई आफूतिर आकर्षण गर्ने त्यो पुञ्जको नाम कृष्ण हो। कृषि भनेको भक्ति, न भनेको प्रेम। भक्ति रे प्रेमको परिचय, भक्ति रे प्रेमको अभ्युदय गरेर संसारमा हरेक आयामलाई आफूतिर आकर्षण गर्ने त्यो कलाको नाम कृष्ण। कृष्ण के होइन भन्नुहोस्। मार्क्सवाद जन्मनुभन्दा 5500 वर्ष अगाडि, 5200 वर्ष अगाडि कृष्ण भगवानले मजदुर, गोठाला, किसान, मजदुरहरूको सङ्गठन गरिकन सामन्ती रूपी शोषण व्यवस्थाको अन्त्य गरेर कंसको राज्य व्यवस्थालाई विस्थापित गरेर गोठाला, मजदुर, किसानको राज्य बनाएको हो कि होइन? त्यही भएर मार्क्सको गुरु पनि कृष्ण हो। त्यही भएर भन्छु मार्क्सवादीहरूले सबैले सबभन्दा बढी कसैलाई मान्नुपर्छ भने कृष्ण भगवानलाई मान्नुपर्छ। भगवान कृष्णले चाहिँ युद्ध गरेर चाहिँ राज्य सत्ता स्थापित गर्नुभएको छ। कंसको राज्य सत्ता विस्थापित गरेर गोठाला, मजदुर, किसानको राज्य बनाउने काम गर्नुभएको छ। त्यही भएर अहिलेका मार्क्सवादी राजनीतिकर्मीहरूलाई पनि कृष्ण आदर्श पुरुष हो। हाम्रो विजयमूर्ति कृष्णजी महाराजलाई मेरो अनुरोध, मलाई चाहिँ 14 दिन चाहिन्थ्यो क्या पोखरामा, 7 दिन मात्र बोलाइदिएर मेरो कुरै सिद्धिन्न के भनेर भन्ने खै। फेरि पोखरामा आउन पाऊँ, भगवान यस्तै ज्ञान दिन पाऊँ, यति चाहिँ कामना।